Footsteps echo on crooked tiles. Whispers creeping from 1,000 miles. Broken doors in the dead of night. Shadows dance in the pale moonlight. हरेक अपराधको पछाडि एउटा स्टोरी हुन्छ र त्यही स्टोरी भन्नको लागि म यहाँ आएको छु। नमस्ते, मेरो नाम समीक्षा केसी हो। मेरो च्यानलमा मैले रियल लाइफ क्राइम स्टोरिजहरू भन्ने गर्छु, क्रिमिनल्सहरूको बारेमा अनि अभाइलेबल एभिडेन्सेसहरूको बारेमा कुरा गर्छु। यदि हजुरलाई पनि यस्तै खालको स्टोरिजहरू सुन्न मनपर्छ भने सब्सक्राइब गर्न नबिर्स्नुहोला। सो आजको एपिसोड सुरु गर्छु है त। पुलिस अफिसर एउटा पब्लिक सर्भेन्ट हो जसले जनताको हितको लागि काम गर्ने, अन्यायको विरुद्ध लड्ने अनि साधारण जनताहरूलाई क्राइमबाट बचाउने काम गर्छ। तर साइबेरिया रसियामा एउटा यस्तो पुलिस अफिसर थियो जसले चाहिँ नि राति राति गाडी चलाएर पेट्रोलिङ गरेर हिँड्ने अनि वुमेनहरूलाई अट्याक गर्ने गर्थ्यो। उसको पुलिसको युनिफर्मको पछाडि एउटा मन्स्टर थियो। 20 वर्षको लामो समयसम्म उसले 80 जना भन्दा बढी वुमेन भिक्टिम्सहरूलाई मारेको थियो। आज हामी कुरा गर्नेछौँ मिखेल पपकपको बारेमा, जो रसियाको एकदमै खतरनाक सिरियल किलर हो अनि उसले नाम पाएको थियो वेयरवुल्फ अफ एङ्गार्स भनेर। मिखेल पपकपको जन्म भएको थियो 7 मार्च 1964 युएसएसआर रसियामा। ऊ 2-3 वर्षको हुने बेलामा उसको ड्याड र ममले उसलाई छोडेर उनीहरू एउटा एङ्गार्स भन्ने सिटीमा मुभ भयो। त्यो चाहिँ एउटा सानो इन्डस्ट्रियल टाउन थियो अनि पपकप हजुरआमासँग बस्ने गर्थ्यो त्यही नोरिल्स्कमा। तर केही टाइमपछि उसको ड्याड ममले उसलाई पनि लिएर गयो एङ्गार्समा अनि त्यहाँ उनीहरूको एउटा छोरी पाइसकेको थियो ड्याड र ममले। पपकप आफ्नो सानो बहिनी देखेर एकदमै जेलस पनि भयो, किन भन्दाखेरि उसको ड्याड ममको फेभरेट चाइल्ड थियो त्यो बच्चा अनि पपकपलाई त आफ्नो हजुरआमाकोमा छोडिदिएको थियो नि त सानो हुने बेलामा, त्यही भएर उसलाई चाहिँ आफूलाई अब्यान्डन गरे जस्तो लाग्थ्यो। त्यति बेला साइबेरिया अन्डर डेभलप रिजन थियो, एकदमै ठुलो एरिया, एकदमै एक्सट्रिम क्लाइमेट, बेसरी जाडो हुने, पोलिटिकल रिप्रेसन भएको अनि आइसोलेटेड। देशको हालत पनि त्यति राम्रो थिएन, इकोनोमिकल स्टेट पनि राम्रो थिएन। मान्छेहरूलाई फोर्सफुल्ली इन्डस्ट्रिजहरूमा काम गर्न लगाउँथ्यो। अनि एङ्गार्स पनि एउटा रिमोट इन्डस्ट्रियल टाउन जुन चाहिँ नि बनाएको थियो वर्ल्ड वार 2 पछि। त्यो एङ्गार्समा हुने मान्छेहरू सबैजना चाहिँ नि एक्स प्रिजनर्सहरू थियो, त्यही भएर त्यो एरियामा एकदमै धेरै क्राइमहरू हुने गर्थ्यो। अनि त्यो टाइममा बच्चाहरूलाई पनि एकदमै पिटेर एकदमै डिसिप्लिनमा राख्ने गर्थ्यो सबैजनाले। अनि मिखेलको घरमा पनि इन्भाइरोमेन्ट त्यस्तै थियो, उसको ड्याड र मम एकदमै स्ट्रिक्ट अनि बेसरी पिट्ने गर्थ्यो उसलाई डिसिप्लिनमा राख्नको लागि। पपकपलाई एकदमै अब्युजिभ खालके पेरेन्ट्स थियो दुवैजना, ड्याड र मम। अनि उसको आमा पनि एकदमै कन्ट्रोलिङ, बच्चालाई केही गर्न नदिने, बच्चा हुन नदिने। अनि उसको मम एल्कोहलिक पनि थियो, रक्सी खाने बेसरी। घरमा ड्याड र ममले नेग्लेक्ट गरेको कारणले पपकप स्कुलमा जाँदाखेरि पनि एकदमै फोरी बच्चा, हेर्दाखेरि चाहिँ ऊ हाँसेर बस्थ्यो तर उसलाई कसैले पनि मन पराउँथेन, ऊ अड खालके बच्चा थियो। पपकपको आमाले कहिले पनि उसलाई माया नगर्ने, जहिले कुट्ने पिट्ने गाली गर्ने, ह्युमिलिएट गर्ने, मान्छेहरूको अगाडि बेइज्जत गरिदिने त्यो बच्चाको। अनि जहिले पनि त युजलेस केटा होस् भनेर गाली गर्ने गर्थ्यो। अनि यो कुराले उसलाई एकदमै मनमा चोट परेको थियो। एकचोटि स्कुलबाट ऊ समर क्याम्पमा गएको थियो केही टाइमको लागि। सबैजनाको पेरेन्ट्सहरू भेट्न आउने गर्थ्यो आफ्नो छोराछोरीलाई, तर पपकपलाई उसको ड्याड र ममले 2 हप्तासम्म भेट्न आएन समर क्याम्पमा। त्यही भएर ऊ चाहिँ नि भागेर निस्क्यो समर क्याम्पबाट अनि घर पुग्यो। जब ऊ घर पुग्यो हेरेको त उसको ड्याड र मम दुवैजना रक्सी खाएर ड्रङ्क भएर बसिरहेको, प्लस उसको ममको चाहिँ नि ड्याडको साथीसँग फिजिकल रिलेसन भएको देख्यो पपकपले। त्यो देखेपछि उसलाई एकदमै रिस उठ्यो। एक त उसको आमा एल्कोहलिक, एकदमै अब्युजिभ, उसलाई एकदमै कुट्ने पिट्ने गर्ने अनि त्यो माथि फेरि अरू मान्छेहरूसँग पनि अफेयर गरिरहेको देखेपछि उसलाई चाहिँ नि वुमेनहरू देखेपछि रिस उठ्ने हुन थाल्यो। जस यस्तो तरिकाले यस्तो खालको इन्भाइरोमेन्टमा हुर्केको थियो पपकप। पछि उसको सेकेन्डरी स्कुल सकेपछि ऊ आर्मीमा भर्ती भयो। त्यति बेला रसियामा चाहिँ कम्पलसरी आर्मीमा जान पर्ने थियो अनि ऊ पनि 1986 मा आर्मीमा भर्ती भयो। तर ऊ आर्मीमा जानुभन्दा अगाडि उसको चाहिँ नि एउटा गर्लफ्रेन्ड थियो अनि उसले चाहिँ नि ल त कुरेर बसै म जान्छु भनेर आर्मीमा गयो। अनि 2 वर्षपछि फर्केर आउँदाखेरि त उसको त्यो गर्लफ्रेन्डले अर्कै मान्छेलाई बिहा पनि गरिसकेको अनि एउटा बच्चा पनि भइसकेको थियो। आफूलाई धोका दिएको जस्तो फिल भयो पपकपलाई। अनि उसले गएर सोध्यो तैँले मलाई किन छोडिस्, किन अर्को मान्छेसँग बिहा गरिस् भनेर सोद्धाखेरि उसले चाहिँ नि हामीले त केही प्रमिस गरेको त थिएन नि,
त कता हो भने जस्तो के। त्यो सुनेपछि उसलाई झन् धेरै रिस उठ्यो अनि उसले चाहिँ अझ धेरै हेट गर्न थाल्यो महिलाहरूलाई। अनि मिड 1990sतिर पप कप पुलिसमा भर्ती भयो ऊ त्यही एङ्गार्सकै टाउनमा। अनि ऊ काममा पनि जहिले हाँसिराख्ने अनि एकदमै काइन्ड हार्टेड त्यस्तो खालके देखिन्थ्यो। अनि सबैजनाले उसलाई मिसा द स्माइल भनेर पनि नाम राखिदिएको थियो। पप कप पुलिस हुने बेलामा जुनियर ल्युटेनेन्टसम्मको ऱ्याङ्कमा आएको थियो ऊ। यस्तै 1994-1996को बिचतिर पप कपले बिहा गर्यो एलेना नाम गरेको केटीलाई। अनि उनीहरूको एउटा छोरी पनि भएको थियो, छोरीको नाम एकाटेरिना। अनि उनीहरू हेर्दाखेरि एकदमै ह्याप्पी फ्यामिली। पप कप एकदमै सोसिएबल, सबैसँग मिल्ने, एकदमै मिलनसार खालके व्यक्ति अनि एकदमै डिभोटेड फादर, डिभोटेड हस्बेन्ड त्यस्तो खालके थियो। एक दिन पप कप आफ्नो कामबाट छिट्टै घर फर्कियो अनि त्यति बेला उसको छोरी 5 वर्षको मात्र थियो। अनि छोरी घरको बाहिर खेलिरहेको थियो। अनि उसले सोध्यो त किन बाहिर यो जाडोमा बसिरहेको भनेर सोद्धाखेरि छोरीले चाहिँ नि मम्मीले मलाई बाहिर जा भन्यो, एकजना मान्छे आथ्यो भेट्न त्यही भएर भनेर भन्यो के। अनि त्यसपछि पप कपले आफ्नो छोरीलाई लिएर घरभित्र छिरेर हेरेको त उसको वाइफ चाहिँ नि रक्सी खाएर पुरा ड्रङ्क भएर बसिरहेको, साइडमा 2टा बियरको बोतल पनि थियो। अनि उसले चाहिँ नि रेड ह्यान्डेड पक्रियो आफ्नो वाइफलाई चिटिङ गरेको। अनि एलेनाले पनि एक्सेप्ट गर्यो मैले तँलाई चिट गरेको भनेर। अनि यो चाहिँ नि एकचोटि मात्र थिएन चिट गरेको, उसले चाहिँ नि कतिचोटि चिट गरेको थियो पप कपलाई। अनि यो घटना चाहिँ नि मेन क्याटलिस्ट बनेको थियो पप कप चाहिँ नि एउटा सिरियल किलर बन्नको लागि। उसले आफ्नो वाइफलाई डिभोर्स गरेन, सँगै बस्यो अनि राम्रै हस्बेन्ड जसरी नै एक्ट गर्थ्यो। तर भित्रभित्र उसलाई यति रिस उठिरहेको थियो वुमेनहरू देखेर। फर्स्टमा त आफ्नो आमा देखेर रिस उठेको, बच्चादेखिको अब्युजिभ चाइल्डहुडहरू सम्झेर। त्यसपछि फेरि वाइफले पनि धोका दिएको, अरू मान्छेहरूसँग अफेयर गरिरहेको, फिजिकल रिलेसनसिपहरू राखिरहेको थाहा पाउँदाखेरि उसलाई एकदमै रिस उठ्यो। अनि यही धेरै वर्षदेखिको रिसहरू पाइलअप हुँदै गयो। अनि उसले आफ्नो रिस पोख्नको लागि बाटोमा भेटेको अरू वुमेनहरूप्रति भायोलेन्ट क्राइमहरू गर्न थाल्यो। अनि जहिले हाँसिराख्ने एउटा हसमुख मान्छेबाट ऊ एउटा रसियाको मोस्ट नोटोरियस सिरियल किलर बन्न पुग्यो। अनि मैले अघि पनि भनेको थिएँ एङ्गार्समा चाहिँ नि क्रिमिनल्सहरू आएर बसेको थियो, प्रिजनर्सहरू आएर, त्यही भएर त्यहाँ चाहिँ एकदमै धेरै क्राइम थियो। त्यो ठाउँको पपुलेसन बल्ल 2000 जना मात्र थियो मान्छेहरू, तर क्राइम रेट एकदमै हाई थियो। थुप्रै क्रिमिनल ग्याङ मेम्बर्सहरू भएको अनि महिला अनि केटी बच्चाहरूलाई एकदमै धेरै भायोलेन्ट क्राइमहरू भइरहेको थियो। त्यही भएर यो टाइममा चाहिँ नि यता पप कपले सिरियल किलिङ गरे पनि मान्छेहरूको नोटिसमा आएको थिएन, पुलिसहरूको नोटिसमा उनीहरूले खासै वास्तै गरेको थिएन। पप कपले महिलाहरूलाई मार्न थालेको 1992देखिबाट हो। तर पछि 1998सम्ममा पुग्ने बेलामा उसको क्राइम चाहिँ एकदमै बढ्न थाल्यो। अनि 1 महिनाभित्रमा नै एउटा कि 2टा महिलाको डेथ भएको भेटाउँथ्यो कि पुलिसहरूले। सो मिखेल पप कपको कन्फर्म भएको अनि मिडियामा पब्लिस भएको फ्यु भिक्टिम्सहरूको नाम भन्छु म है। यो कुरा हो इयर 1998को। नटालिया टिटोभा नाम गरेको एउटा 20 वर्षको यङ केटी आफ्नो हस्बेन्डसँग पार्टी गरिरहेको थियो अनि अरू साथीहरू पनि थियो। त्यति बेला उसको हस्बेन्ड बेसरी रक्सी खाएर ड्रङ्क भएर झ्याप भएर बसेको बेलामा ऊ त्यो पार्टीबाट बाहिर निस्कियो एउटा सिगरेट खान पर्यो भनेर। अनि त्यही टाइममा मिखेल पप कप आयो आफ्नो गाडीमा, पुलिसको गाडी है, युनिफर्म लगाएर उसले पेट्रोलिङ गरिरहेको थियो। आएर उसलाई अप्रोच गर्यो नटालियालाई। अनि पप कपले उसलाई अझै धेरै पार्टी गर्ने हो ल, आइज मसँग पार्टी गरौँ भनेर बोलायो त्यसरी। अनि नटालियाले पनि हुन्छ भनेर आयो। ऊ त एउटा पुलिस थियो नि त, अनि ट्रस्ट गरेर उसको गाडीमा बस्यो। पप कपले उसलाई पार्टी गरौँ अनि म तिमीलाई घर लगेर छोडिदिन्छु त भनेको थियो, तर उसलाई घर नलगिकन एङ्गार्सको बाहिरको एउटा जङ्गलको एरियामा लग्यो, आइसोलेटेड ठाउँमा। अनि त्यहाँ पुगेपछि उसलाई गाडीबाट निकाल्यो अनि जबरजस्ती स्ट्रिप गर भन्यो, कपडाहरू खोल भन्यो, म तँलाई सर्च गर्छु भनेर। त्यसपछि पप कपले उसलाई स्क्रु ड्राइभर निकालेर मल्टिपल टाइम्स स्ट्याब गर्यो, टाउकोमा पनि बेसरी हानेर त्यही मारिदियो। अनि नटालियाको बडीलाई उसले त्यही ठाउँमा छोडिदियो अनि घाँसपातहरूले ढाकेर राखिदियो। अनि उसको बडीलाई भोलिपल्ट फेला पारेको थियो। तर पप कपले उसलाई चाहिँ नि सेक्सुअली असल्ट गरेको थिएन है, त्यही मारेर मात्र छोडेर गएको थियो। त्यो टाइममा फोरेन्सिक रिसोर्सेसहरू केही पनि थिएन। अनि यो मर्डर केस चाहिँ नि अनसल्भ नै रह्यो 20 वर्षसम्म। कसैलाई पनि थाहा थिएन यो पप कपले गरेको भनेर। अनि जब पप कपले उसलाई मार्यो, उसलाई केही पनि दया माया एम्प्याथी केही पनि थिएन। उसलाई कस्तो लाग्थ्यो भन्दाखेरि यो डिसलोयल वुमेनहरू
जसले चाहिँ नि आफ्नो हस्बेन्डलाई धोका दिन्छ, चिट गर्छ, अरू मान्छेहरूसँग सेक्सुअल रिलेसनसिपहरू राख्छ, यिनीहरूलाई चाहिँ मैले मार्छु, यो समाजलाई मैले सफा बनाउँछु, यस्तो खालके महिलाहरू सबैलाई मैले क्लिन गरेर छोड्छु भनेर त्यस्तो खालके भावनाहरू आयो उसको मनमा। यसरी पपकपले सबै वुमेनहरूलाई टार्गेट गर्ने अनि मार्दै हिँड्ने गर्थ्यो। यसरी नै 29 अक्टोबर 1998मा 2 जना यङ केटीहरू थियो, 20 वर्षको तान्या अनि 19 वर्षको युलिया। तान्या र युलिया एकदमै मिल्ने साथीहरू थियो। तान्याको चाहिँ एउटा बच्चा पनि थियो अनि ऊ चाहिँ धेरै बाहिर नजाने, त्यही भएर उसको सिस्टरले चाहिँ नि ल तिमीहरू कन्सर्टमा जाऊ भनेर टिकट किनेर ल्याइदिएको थियो। अनि तान्या र युलिया त्यो दिन चाहिँ नि कन्सर्टबाट फर्केको थियो अनि उनीहरूले चाहिँ अलिकति ड्रिङ्क पनि गर्यो अब रमाइलो गर्ने भनेर। त्यसपछि बाटोमा हिँडिरहेको बेलामा पपकप आइपुग्यो आफ्नो पुलिसको गाडीमा अनि युनिफर्म पनि लगाएर। त्यो गाडी चाहिँ नि रसियन पुलिसहरू सबैजनालाई दिने गर्थ्यो है, ल्याडा निभा नाम गरेको गाडी। अनि पपकपले अप्रोच गर्यो 2 जनालाई, ल आऊ तिमीहरूलाई म सेफली घर छोडिदिन्छु, यो बाटो डरलाग्दो पनि छ अनि जाडो पनि छ, ल आऊ जाम हिँड भनेर भन्यो। अनि उनीहरूले पुलिसलाई देखेपछि अब सबैजनाले ट्रस्टै गर्छ पुलिस भनेपछि। अनि त्यसपछि उसको गाडीमा चढ्यो 2 जना। तर पपकपले उनीहरूलाई चाहिँ नि घर नलैकन त्यही फरेस्टमा लग्यो, त्यही जङ्गलको एरियामा लग्यो जहाँ चाहिँ कोही पनि जाँदैन। त्यो चाहिँ एङ्गर्सबाट अलिकति टाढा थियो त्यो टाउनबाट। अनि त्यहाँ लगेर एकजनालाई बाँधेर राख्यो गाडीभित्र अनि एकजनालाई बाहिर निकाल्यो। त्यसपछि उसलाई सेक्सुअली असल्ट गर्यो, एसे गर्यो अनि ह्यामरले टाउकोमा हानेर मारिदियो एउटा भिक्टिमलाई। त्यसपछि फेरि अर्कोलाई पनि निकाल्यो अनि उसलाई पनि एसे गरेर त्यसरी नै ह्यामरले हानेर टाउकोमा एकदमै पिटी मार्यो। पपकपले उनीहरू 2 जनाको बडीबाट सबै लुगाहरू निकालिदिएर अनि टुक्रा टुक्रा पारेर छोडेको थियो त्यही जङ्गलमा। अनि भोलिपल्ट बाख्रा चराउने मान्छेले भेटेको थियो उनीहरू 2 जनाको बडीलाई। अनि यो केसमा पनि डिएनए डेटाबेस केही पनि थिएन अनि यो पनि कोल्ड केसै भयो, कसले मारेको कसले के गर्यो कसैलाई पनि थाहा थिएन। पपकपले अट्याक गरेको वुमेनहरू मध्येमा सर्भाइभर एकदमै कम थियो। एउटा सर्भाइभर थियो स्वेतलाना नाम गरेको, उसलाई पनि पपकपले आफ्नै गाडीमा लिफ्ट दिएर अरूलाई जसरी नै म घर लगेर छोडिदिन्छु भनेर गाडीमा हालेर अनकन्टा ठाउँमा लगेर उसको कपडाहरू खोलिदिएर उसलाई सेक्सुअली असल्ट गरेर पपकपले स्वेतलानालाई पनि रुखमा लगेर टाउको ठोकाइ हानेर पिटेर कुटेर त्यहीँ छोडिदियो है मर्नको लागि। पपकपले सोच्थ्यो कि ऊ मर्यो भनेर, तर अचम्म तरिकाले स्वेतलाना मरेको थिएन, उसलाई भोलिपल्ट फेला पारेको थियो अनि उसलाई हस्पिटल लग्यो होइन, डेड बडी भनेर लगेको त, तर पछि ऊ मोर्चरीमा उठेको थियो के, मान्छेहरूलाई मरेपछि राख्ने ठाउँ हुन्छ नि हस्पिटलमा, त्यहाँ उसको आँखा खोल्यो अनि ऊ जिउँदै थियो। पुलिसहरूलाई पनि भन्यो उसले, मलाई पुलिसले लिफ्ट दिएको थियो अनि पुलिसको गाडीमा चढेर गएको थियो अनि मलाई त्यसरी जङ्गलमा लग्यो त्यो मान्छेले भनेर नि भन्यो। अनि पपकपको फोटो पनि देखाएर यो यही हो भनेर कन्फर्म पनि गरेको थियो के, यसैले नै हो मलाई अट्याक गरेको, मलाई मार्न खोजेको भनेर। तर त्यति बेला के भयो भन्दाखेरि पपकपको वाइफ थियो नि एलेना, उसले चाहिँ नि होइन मसँग थियो, मेरो हस्बेन्ड त त्यहाँ थिएन मसँग थियो भनेर त्यस्तो खालके विटनेस बनेर आयो। अनि पुलिसहरूले चाहिँ नि स्वेतलानालाई पत्याएन के। पपकपको वाइफ एलेना पनि पासपोर्ट अफिसमा काम गर्थ्यो त्यही पुलिस डिपार्टमेन्टमा, अनि त्यही भएर उनीहरूले एलेनाको कुरा पत्यायो अनि यतापट्टि स्वेतलानाको कुरा पत्याएन। अनि ऊ त एकदमै इन्जर्ड थियो नि त, टाउको दुखेको फुटेको त्यस्तो खालके पोजिसनमा अनकन्सियस फर्ममा भेटाएको थियो। अनि सायद यसको टाउको इन्जर्ड भएर यसले जे पाए त्यही बोलेको होला, यसले थाहा नपाइकन बोलेछ भने जस्तो नि लाग्यो पुलिसहरूलाई, अनि उसको कुरै सुनेन के। यसरी पपकप फुत्कियो यो घटनाबाट। मिखेल पपकपले डबल लाइफ बाँचिरहेको थियो। ऊ एकदमै राम्रो पुलिस अफिसर, आफ्नो ड्युटी एकदमै राम्ररी गर्ने। एकचोटि त उसले एउटा रेपिस्टलाई गोली हानेर मारिदिएको पनि थियो अनि त्यसको लागि उसले ब्रेभरी अवार्ड पनि पाएको थियो। हेर्दाखेरि एकदमै राम्रो अफिसर, बेस्ट ड्याड, आफ्नो छोरीसँग जति बेला पनि जहाँ पनि पुग्ने, छोरीलाई एकदमै माया गर्ने, उसलाई स्किङ पनि एकदमै मनपर्ने, छोरीसँग पनि स्किङहरू जाने, हस्बेन्ड वाइफ अनि छोरी भएर क्याम्पिङ जाने गर्थ्यो, बारबिक्यू खाने गर्थ्यो। अनि जुन ठाउँमा गएर उनीहरूले बारबिक्यू खाने क्याम्पिङ गर्ने गर्थ्यो त्यहीबाट 1.5 मिटर टाढा उसले आफ्नो एउटा भिक्टिमलाई गाडेको पनि थियो के। यस्तो खालके डबल लाइफ बाँचिरहेको थियो पपकपले। पपकपको मोडस अपरान्डी के थियो भन्दाखेरि उसले चाहिँ नि बाटोमा एक्लै हिँडिराखेको वुमेनहरूलाई टार्गेट गर्ने गर्थ्यो, स्पेसली 16 देखि 40 वर्षको उमेरको महिलाहरूलाई गाडीमा चढाउने, म सेफली घर छोडिदिन्छु भन्ने गर्थ्यो। अनि क्वेसन सोध्थ्यो उसलाई, त मसँग पार्टी गर्न जाने हो, मसँग जान्छस् भने त्यसै भनेर सोध्ने। अनि यदि त्यो महिला जो चाहिँ उसको गाडीमा बसेको छ, लिफ्ट चढेको छ, उसले चाहिँ नि होइन मलाई घरै लगेर छोडिदिनुहोस् भन्यो भने चाहिँ नि घरै लगेर छोडिदिन्थ्यो।
तर उसले यदि हुन्छ ल हामी जाऊँ न त कतै ल पार्टी गरौँ न त सँगसँगै जाऊँ न त कतै ड्रिङ्क गरौँ भनेर त्यस्तो खालके कुरा गर्यो भने चाहिँ नि भिक्टिमलाई उसले त्यही जङ्गलमा लाने आइसोलेटेड ठाउँमा लाने अनि एसे गरेर मर्डर गरेर छोडिदिने गर्थ्यो के उसले चाहिँ आफूले राम्रो काम गरेछु यो अनफेथफुल महिलाहरूलाई मैले मारेँ भनेर त्यस्तो सोच्थ्यो अनि उसले महिलाहरूलाई अट्याक गर्ने बेलामा मार्ने बेलामा मेटल बार युज गर्ने ह्यामर गन युज गर्ने गर्थ्यो अनि एक्स स्क्रु ड्राइभर यस्तोहरूले हानेर पिटेर मार्ने गर्थ्यो अनि भिक्टिमको डेथ भइसकेपछि टुक्रा टुक्रा पार्ने कसैको चाहिँ नि मुटु निकालिदिन्थ्यो कसैको चाहिँ नि टाउको काटेर चुट्टाइदिन्थ्यो एकदमै भाइलेन्ट खालके क्राइमहरू गर्थ्यो पपकपले अनि उसको मोटिभ के थियो त उसले किन मार्थ्यो त भन्दाखेरि अब मैले सुरुमै भनिहालेँ उसको फर्स्टमा त आमा एकदमै अब्युजिभ थियो उसको चाइल्डहुड ट्रमा भएको थियो आमा देखेर अनि आमा फेरि ड्याडसँग पनि फेथफुल थिएन त्यसै गरेर उसको वाइफ पनि त्यस्तै उसलाई धोका दिइरहेको थियो अनि त्यही भएर धोकेबाज महिला देख्यो कि उसलाई आमा याद आउने आमा याद आएपछि बुढी पनि याद आउने अनि त्यही आमाको रिस अनि आफ्नो वाइफको रिस चाहिँ नि अरू वुमेनहरूलाई पनिस गरेर उसले रिस मार्ने गर्थ्यो अनि उसले चाहिँ नि आफ्नो लाइफको मिसन बनाएको थियो अनैतिक महिलाहरू सबैजनालाई मार्छु यो सिटीलाई क्लिन बनाउँछु म चाहिँ एउटा क्लिनर हो भनेर भन्ने गर्थ्यो त्यसै गरेर उसको चाहिँ नि सेक्सुअल थ्रिलको लागि उसलाई चाहिँ नि वुमेनहरूलाई मारेपछि उनीहरूलाई फिजिकल्ली हार्म गर्दाखेरि उसलाई एकदमै खुसी हुन्थ्यो ऊ अनि मेडिकल एक्सपर्ट्सहरूको अनुसार उसलाई चाहिँ होमिसाइडल मेनिया थियो जसको मतलब उसले चाहिँ नि आफूलाई कन्ट्रोलै गर्न नसक्ने कि मान्छे मार्नको लागि दिमागबाट अब उसले निकालै नसक्ने नमारेसम्म उसलाई सन्तुष्टि नहुने त्यस्तो खालके थियो अनि अर्को रिजन चाहिँ नि पावर र कन्ट्रोलको लागि ऊ चाहिँ नि एउटा पुलिस अफिसर थियो उसले अब वुमेनहरूलाई ल कपडा खोल्तेहरू सबै म त सर्च गर्छु भनेर त्यसरी पावर देखाउने गर्थ्यो नि त अनि वुमेनहरू बिचरा डराएर उसले भनेको मान्ने गर्थ्यो अनि उसलाई त्यो कुरा पनि एकदम मन पर्थ्यो त्यही भएर यो सबै रिजनहरूको कारणले उसले मार्ने गर्थ्यो वुमेनहरूलाई यसरी नै केही दिनपछि 17 अगस्त 1999मा एकजना केटी चाहिँ नि हरायो 20 वर्षको मरिया मोलोटोभा ऊ चाहिँ नि वाटर पम्पिङ स्टेसनमा काम गर्ने एउटा वर्कर थियो एक दिन ऊ आफ्नो काममा लेट नाइटसम्म काम गरेर घर फर्किँदै थियो एक्लै बाटोमा अनि पपकपले उसलाई पनि अप्रोच गर्यो ल म तपाईँलाई घर छोडिदिन्छु आउनु राति भछ भनेर त्यसरी बोलायो अनि यसो हेर्दाखेरि पुलिसको युनिफर्म लगाएको अनि गाडी पनि पुलिसकै थियो अनि उसले पनि पत्ताएर ल ट्रस्टवर्दी पुलिस भनेर उसको गाडीमा चढ्यो पपकपले उसलाई पनि कोही पनि नजाने जङ्गलको एरियामा लगेर त्यहाँ एसे गरेर उसलाई पनि मेटलको रडले टाउकोमा हानेर अनि त्यसरी मारिदिएको थियो अनि उसको बडीलाई चाहिँ केही दिनपछि मात्र फेला पारेको थियो अनि कोही पनि थिएन सस्पेक्ट त्यति बेला अनि पछि इयर 1999मा पपकपले आफ्नो पुलिस अफिसरको जब छोड्यो अनि त्यसपछि ऊ एउटा सेक्युरिटी अफिसर जसरी काम गर्ने गर्थ्यो प्राइभेट फर्ममा त्यसै गरेर कहिलेकाहीँ ऊ ट्याक्सी ड्राइभरको पनि काम गर्थ्यो अनि उसले गाडी किन्ने बेच्ने काम पनि गरेको थियो एकचोटि तर उसले पुलिसको जब छोडे पनि पुलिसको युनिफर्म अनि ब्याजहरू चाहिँ नि दिएको थिएन कि फिर्ता उसले आफैले राखेको थियो ताकि उसले त्यही युनिफर्म लगाएर वुमेनहरूलाई अप्रोच गर्ने अनि त्यसरी अट्याक गर्ने भनेर आफ्नो भिक्टिम्सहरूलाई हन्ट गर्नको लागि युज गर्नको लागि यो कुरा हो 8 जुन 2000 को 35 वर्षको मरिना अनि 37 वर्षको लिलिया मरिना सिनियर क्यासियर थियो एउटा स्टोरमा अनि त्यही स्टोरको म्यानेजर थियो लिलिया उनीहरू दुवैजना चाहिँ नि युजली भेटिराख्थ्यो डिनरको लागि आफ्टर वर्क त्यो दिन उनीहरूले बेलुका कामपछि डिनर गर्न गयो अनि ड्रिङ्क्स पनि खायो अनि त्यसपछि उनीहरू दुवैजना बाहिर निस्किँदाखेरि कोही पनि थिएन बाटोमा अनि उनीहरूलाई ट्याक्सी भेटाउन नि गाह्रो भइरहेको बेलामा त्यति बेला पपकप आइपुग्यो पपकपले चाहिँ नि अब जब त छोडिसकेको थियो पुलिस अफिसरको तर उसले पुलिसको युनिफर्म लगाएर उसले आफ्नो आइडी कार्ड देखाएर त्यो दुईटा केटीहरूलाई अप्रोच गर्यो म पुलिस हो म तपाईँहरूलाई घर लएर छोडिदिन्छु भन्यो त्यसरी नै अरू भिक्टिम्सहरूलाई जसरी नै आफ्नो गाडीमा हाल्यो त्यसपछि उसले मरिना र लिलियालाई त्यही रिमोट एरियामा लग्यो त्यही फरेस्ट एरियामा मरिना गाडीमा कुरेर बसिरहेको थियो अनि पपकपले लिलियालाई बाहिर निकाल्यो अनि उसँग फ्लर्ट गर्न थाल्यो त्यसपछि पपकपले लिलियालाई एउटा घन निकालेर ह्यामरले टाउकोमा हानेर मारिदियो त्यहीँ त्यो देखेपछि मरिना चाहिँ नि भाग्न खोज्यो तर अब फुत्किन पाएन पपकपले उसलाई पनि त्यही ह्यामरले टाउकोमा हानेर मारिदियो पपकपले उनीहरू दुईजना मध्ये एकजनालाई चाहिँ नि सेक्सुअली असल्ट पनि गरेको थियो एसे त्यसपछि ऊ घर गयो अनि घर पुगेर यसो हेरेको त पपकपले आफ्नो पुलिसको आइडीको ब्याज हुन्छ नि हो त्यो आइडी चाहिँ नि त्यही मर्डर भएको ठाउँमा छोडेको रहेछ भनेर थाहा पायो अनि भोलिपल्ट पपकप त्यही मर्डर सिनमा पुग्यो त्यति बेलासम्म कसैलाई थाहा छैन है उनीहरू दुईजनाको मर्डर भयो भनेर के
पम्पकप त्यहीँ पुग्यो फेरि हिजो राति जहाँ 2टा केटीलाई मारेर आएको थियो त्यहीँ अनि गएर उसले आइडी ब्याज पनि लियो आफ्नो अनि यसो हेरेको त एकजनाले चाहिँ सास फेरिरहेको थियो कि मरेको थिएन अनि त्यो देखेपछि पम्पकप फेरि आफ्नो गाडीमा गयो ब्याक अनि उसले त्यहाँबाट सवल निकाल्यो अनि ल्याएर त्यो जो बाँचेको थियो नि एकजना हो उसलाई चाहिँ त्यही सवलले हानेर त्यहीँ मारिदियो अनि त्यसपछि पम्पकप आफ्नै घर फर्कियो अनि उनीहरू दुईजनाको बडीलाई चाहिँ नि केही दिनपछि बल्ल भेटाएको थियो इन्भेस्टिगेटर्सहरूले उनीहरूको 2टा बडीलाई एउटै ठाउँमा त भेटायो 2टा भिक्टिम्सको बडी तर दुईजनाको टाइम अफ डेथ चाहिँ नि डिफ्रेन्ट थियो के अनि त्यो देखेर फेरि अलिकति कन्फ्युज पनि भयो पुलिसहरू तर त्यति बेला कोही पनि सस्पेक्ट पनि थिएन अनि केही पनि एभिडेन्स पनि थिएन केही विटनेस पनि थिएन कसले गर्यो के गर्यो कसैलाई थाहा थिएन अब यहाँ कुरा आउँछ कि पम्पकपले यति धेरै वुमेनहरूलाई अट्याक गर्ने मार्ने गरिरहेको थियो तर किन उसलाई पक्रेको थिएन अहिलेसम्म भनेर किन भन्दाखेरि फर्स्टमा त ऊ एउटा पुलिस अफिसर थियो उसले आफ्नो एभिडेन्सहरू पनि मजाले लुकाउन सक्थ्यो अब केही छुटिहाल्यो भने पनि क्राइममा मैले अघि पनि भने उसले एकचोटि चाहिँ त्यही आइडीको ब्याज पनि लिएर आयो भनेर मर्डर सिनबाट हो त्यसरी उसले आफ्नो क्राइम पनि लुकाउन सक्ने अनि त्यो माथि ऊ चाहिँ एउटा रेस्पेक्टेड पुलिस अफिसर थियो कसैले पनि अब सोचेकै हुँदैन पुलिस अफिसरले मार्छ यसो गर्छ भनेर अनि त्यो टाइममा फेरि रसियामा यस्तो सिरियल किलरहरू हुन्छ भन्ने कन्सेप्टलाई नै डिनाइ गरिदिएको थियो के सिरियल किलर हुन्छ भन्ने कुरालाई नै नपत्ताउने त्यहाँको मान्छेहरूले अनि यसै गरी उसको एउटा सर्भाइभरले पनि अब भनेको थियो पम्पकपले हो मलाई अट्याक गरेको भनेर स्वेतलाना भन्ने उसको सर्भाइभरले तर पुलिसहरूले उसको कुरालाई डिसमिस गरिदिएको थियो उसले भनेको पत्ताएन यसको त टाउकोमा इन्जुरी भएर यसले जे पाए त्यही बोलेको हो यसलाई केही थाहा छैन भनेर उसको क्लेम्सहरू नै मानेन पुलिसले त्यही भएर यो टाइमसम्ममा पम्पकपले महिनामा 2-3टा वुमेनहरूलाई मार्ने गर्थ्यो एकचोटि त पम्पकपले आफ्नो छोरीको स्कुलको म्युजिक टिचरलाई धरि मारिदिएको थियो अनि छोरीले चाहिँ नि हामी सबैजना मिलेर फ्युनरलको लागि पैसा उठाउँदैछौँ ड्याड भनेर भन्दाखेरि उसले पैसा पनि दिएको थियो के त्यही आफ्नै भिक्टिम हो नि म्युजिक टिचर हो उसैको फ्युनरलको लागि पम्पकपले पैसा पनि दिएको थियो अचम्मको थियो पम्पकप सो इयर 2000 तिर आएपछि पम्पकपलाई सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन भयो जुन चाहिँ नि उसलाई आफ्नै एउटा भिक्टिमबाट सरेको थियो जसको मतलब उसले चाहिँ नि यस्तो सेक्सुअल एक्टिभिटिजहरू गर्न नसक्ने भयो त्यसपछि उसले केही टाइमको लागि वुमेनहरूलाई अट्याक गर्न छोड्यो तर फेरि इयर 2006 तिर उसले अर्को एउटा महिलालाई अट्याक गरेर उसलाई सेक्सुअल असल्ट गरेपछि उसलाई मारिदिएको थियो अनि त्यो टाइममा चाहिँ नि पुलिसहरूले अब कसले मारे भन्ने कुरा त थाहा त भएन तर त्यति बेला डिएनए स्याम्पलहरू कलेक्ट गरेको थियो उसको सिमेन स्याम्पलहरू लिएको थियो अनि यो भिक्टिमको नाम चाहिँ नि पब्लिस गरेको छैन है अनि उसको चाहिँ नि डिएनए चाहिँ नि कोहीसँग पनि म्याच त भएन तर पुलिसहरूले चाहिँ नि फ्युचर युजको लागि भनेर प्रोटेक्ट गरेर राखेको थियो अनि पम्पकपले फेरि 2006बाट 2010 सम्ममा कसैलाई पनि मारेन सायद उसलाई त्यही रोगकै कारणले पनि हुनसक्छ कि भने उसलाई पक्रिन्छ भन्ने डरले पनि हुनसक्छ त्यस यो टाइमसम्ममा उसले कसैलाई पनि मारेन सो पम्पकपले रिसेन्टली मारेको भनेको चाहिँ नि मे 2011मा एकजना स्कुलमा क्लिन गर्ने एउटा क्लिनिङ लेडी थियो ऊ चाहिँ नि त्यो दिन स्कुल क्लिन गरेर घर फर्किँदै थियो त्यति बेला बिचमा पम्पकपसँग भेट भयो अनि केही कुराको लागि उनीहरूको बिचमा झगडा पर्यो पम्पकप र त्यो स्कुल क्लिनरको अनि रिसको झोकमा पम्पकपले आफूले एउटा बन्चरो लिएको थियो एक्स अनि त्यही एक्सले हानेर त्यही अनकन्सियस बनाएर ढालिदियो त्यो क्लिनरलाई अनि त्यसपछि पम्पकपले फ्लेमेबल लिक्विड ल्याएर उसको माथि छरेर उसलाई जिउँदै जलाइदियो त्यही अनि यसरी मारिदिएको थियो पम्पकपले अनि ऊ त्यहाँबाट त भाग्यो अनि पुलिसले अब कसले मारे भनेर त थाहा त पाएन तर यो चाहिँ नि अहिलेसम्ममा थाहा भएको रिसेन्ट किलिङ चाहिँ नि यो हो पम्पकपको सो यसरी 1992 देखि 2012 सम्ममा पम्पकपले 20 वर्षसम्ममा वुमेनहरूलाई मारिरहेको थियो अनि कसैले पनि पक्रेको थिएन उसलाई यो सबै मर्डरहरू कोल्ड केसेस त भएको थियो तर बन्द गरेको थिएन पुलिसहरूले 30वटा भन्दा बढी अनसल्भ मर्डर्सहरू भएको थियो 1992 देखि 2006 को टाइम फ्रेममा अनि यो सबै मर्डरको प्याटर्न एउटै टाइपको थियो त्यसपछि पुलिसहरूले चाहिँ 2012 मा फेरि रिओपन गरे यो कोल्ड केसेसहरूलाई फेरि हेर्न थाल्यो अनि यो पालि चाहिँ उनीहरूले डिएनए एभिडेन्सलाई प्रायोरिटाइज गर्यो फोरेन्सिक टिम्सहरूले यो पत्ता लाग्यो कि यो सबै मर्डरहरू जति पनि थियो नि थुप्रै मर्डरहरू मध्येमा मर्डर सिनको छेउछाउमा चाहिँ नि टायरको ट्र्याक्सहरू भेटायो जुन चाहिँ नि रसियन पुलिसहरूले चलाउने गर्थ्यो हो त्यो गाडीको टायर ट्र्याक हो भनेर थाहा पायो त्यसपछि इन्भेस्टिगेटर्सहरूलाई थाहा भयो कि यो चाहिँ नि पुलिसकै काम हुनुपर्छ कुनै एउटा पुलिस अफिसर हुनुपर्छ जसले चाहिँ वुमेनहरूलाई मार्दै हिँडेको भनेर अनि 2012 मा मास डिएनए स्याम्पल कलेक्ट गरिएको थियो
पहिला काम गरेको पुलिस अफिसर्सहरू अनि अहिले काम गरिरहेको पुलिस अफिसरहरू सबैजना 3500 पुलिस अफिसर्सहरूको DNA स्याम्पल लिएको थियो अनि पुलिसहरूले सबैजनालाई एल्फाबेटिकल अर्डरमा चेक गर्दै गयो अनि पप कप पनि परेको थियो सस्पेक्टहरू मध्येमा अनि मे 2012 मा पप कपले चाहिँ नि आफ्नो ड्राइभिङ लाइसेन्स रिन्युअलको लागि अप्लाई गरेको थियो अब रिन्यू गर्ने बेलामा सबैजनाले आफ्नो DNA स्याम्पल दिन पर्थ्यो अनि पप कपले पनि दिएको थियो आफ्नो DNA स्याम्पल उसलाई थाहा थिएन कि ऊ आफू चाहिँ सस्पेक्ट हो यो क्राइमहरूको भन्ने कुरा है त्यति बेला अनि यतापट्टि इन्भेस्टिगेटर्सहरूले चाहिँ अब इन्भेस्टिगेट गरिरहेको थियो DNA कलेक्ट गरिरहेको थियो सबैजनाको अनि पप कपको DNA म्याच गरेको थियो 2006 मा एउटा रेप मर्डर भिक्टिम थियो नि जसको नाम खुलाएको छैन हो उसको DNA सँग ठ्याक्क म्याच भयो त्यसपछि पुलिसहरूले ओके पप कपलाई समात्न पर्यो भनेको त पप कप चाहिँ नि त्यति बेला ऊ चाहिँ नि एङ्गर्सबाट अर्कै सिटी जाँदै थियो ट्रेनमा थियो ऊ त्यति बेला 23 जुन 2012 मा ऊ ट्रेनमा गइरहेको बेलामा अर्कै सिटी गइरहेको बेलामा पुलिसहरू पनि त्यही ट्रेनमा चढ्यो अनि ऊ बसेको ठाउँबाट दुईटै साइडबाट पुलिसहरूले अप्रोच गरेर उसलाई अरेस्ट गरेको थियो त्यसरी ताकि पप कप भाग्न नसकोस् भनेर अनि जब पप कपलाई पक्रियो पुलिसहरूले त्यति बेला उसँग एउटा गन पनि थियो तर पप कपले त्यो गन चलाएन उसले चाहिँ नि राम्ररी नै सरेन्डर गर्यो ऊ चाहिँ नि काम थियो पप कप त्यति बेला पप कपको DNA चाहिँ नि 3टा क्राइमहरूसँग म्याच भएको थियो अनि सुरुमा त पप कपले मैले मारेको छैन मलाई त थाहा छैन भनेर अब सबै कुरा डिनाइ त गर्यो तर पुलिसहरूले चाहिँ तेरो DNA म्याच गर्यो यो क्राइमहरूमा भनेपछि उसले चाहिँ एक्सेप्ट गरेको थियो अनि 2013 मा पप कपले कन्फेसन गरेको थियो उसले 10 पेज कन्फेसन लेटर लेखेको थियो अनि उसले भनेको थियो कि उसले चाहिँ सपनामा यो भिक्टिम्सहरूलाई देख्ने गर्थ्यो कि त्यही भएर उसले कन्फेस गरेको भनेर अनि कहिलेकाहीँ त ऊ सपनामा डराउँदै पनि उठ्थ्यो चेक गर्थ्यो उसले आफ्नो वाइफलाई छोरीलाई मारेको छु कि भनेर पप कप चाहिँ एकदमै कन्फ्युज भएको थियो कि रियालिटी र ड्रिमसँग अनि उसले कन्फेसन गरेपछि उसले त्यहाँ चाहिँ नि प्रपर म्यापहरू बनाएको थियो कहाँ मैले मान्छेहरूलाई मारेको अट्याक गरेको अनि गाडेको छु भनेर त्यसरी अनि यस्तो डबल मर्डरहरू गरेको थियो नि कसलाई पहिला मारे कसलाई पछि मारे भनेर पुरै कुराहरू डिटेलमा भनेको थियो उसले इभन भिक्टिमको घाउहरू कता कता थियो अनि उनीहरूले कपडा के लगाएको थियो भनेर पनि पुरै डिटेलमा भनिदिएको थियो सो उसले दिएको यो डिटेल्सहरू चाहिँ नि सबै म्याच भएको थियो क्राइम सिन अनि त्यसपछि उनीहरूको अटोप्सीसँग जुन चाहिँ नि एउटा क्रिमिनललाई मात्र थाहा थियो पप कपको फर्स्ट ट्रायल भएको थियो 14 जनवरी 2015 मा त्यति बेला उसलाई 22 वटा मर्डरको चार्जेस अनि 2टा अटेम्प्टेड मर्डरको चार्जेसहरू लागेको थियो यो क्राइमहरू चाहिँ नि पप कपले 1994 देखि इयर 2000 सम्ममा गरेको क्राइमहरू थियो अनि यो क्राइमहरूको लागि उसले चाहिँ नि लाइफ सेन्टेन्स पायो अनि उसको त्यो जुनियर लेफ्टिनेन्टको पुलिसको र्याङ्क थियो नि त्यो पनि निकाल्दियो अनि त्यसपछि उसले पेन्सन पनि पाउने गर्थ्यो 285 पाउन्ड्स पर मन्थ त्यो पनि हटाइदियो पप कप एकदमै रिसाएको थियो आफ्नो पेन्सन पनि हटाइदियो भनेर अनि इयर 2018 मा उसले फेरि 59 वटा मर्डरको लागि कन्फेसन गरेको थियो अनि डिसेम्बर 2018 मा यो 59 हरू मध्येमा 56 वटा मर्डरको लागि उ चाहिँ गिल्टी प्रुभन भएको थियो अनि उसले सेकेन्ड लाइफ सेन्टेन्स पायो अनि जुलाई 2020 मा उसले फेरि 2टा अर्को मर्डरहरू जुन उसले 1990 मा गरेको थियो हो त्यो मर्डरहरूको लागि उसले फेरि कन्फेस गर्यो अनि 9 वर्ष 8 महिनाको लागि उसले एक्स्ट्रा जेल टाइम पायो अनि नोभेम्बर 22 2023 मा उसले फेरि 3टा एडिसनल मर्डरको लागि पनि गिल्टी प्रुभन भयो अनि उसले फेरि 10 वर्ष एक्स्ट्रा टाइम पायो अनि यही वर्ष अप्रिल 2025 मा त्यो मर्डर जुन चाहिँ नि उसले एउटा स्कुलको क्लिनरलाई बन्चरोले हानेर मारेको थियो अनि जिउँदै आगोमा जलाइदिएको थियो हो त्यो मर्डरको लागि पनि ऊ गिल्टी प्रुभन भयो अनि यो मर्डर चाहिँ नि उसको 86th कन्फर्म्ड भिक्टिम हो सो टोटलमा पप कपले अहिलेसम्ममा कन्फर्म भएको भिक्टिम्सहरू उसको 86 वटा वुमेनहरू हो क्यान यु बिलिभ इट 86 अनि यो सबै भिक्टिम्सहरूको नाम चाहिँ नि पब्लिकली भनिएको छैन फ्यामिलीहरूको प्राइभेसीको लागि त्यही भएर कुनै कुनै भिक्टिम्सहरूको मात्र नाम पब्लिसाइज गरेको छ सबैजनाको गरेको छैन सो अहिलेको कुरा गर्ने हो भने पप कप चाहिँ नि 61 इयर्स ओल्डको भएको छ अनि ऊ चाहिँ नि अहिले जेलमा नै छ उसलाई म्याक्सिमम सेक्युरिटी प्रिजनमा राखिएको छ अनि अहिले रिसेन्ट कुरा गर्ने हो भने रसिया र युक्रेनको फाइट परिरहेको बेलामा पप कपले म पनि यो वारमा जान्छु म नि मेरो देशको लागि लड्न आउँछु भनेर त्यसरी उसले प्रस्ताव राखेको थियो गभर्नमेन्टलाई तर गभर्नमेन्टले चाहिँ नि इग्नोर गरिदियो अब ऊ त सिरियल किलर हो उसलाई कसले पठाउँछ आर्मीमा तर उसले जस्ट इन्ट्रेस्ट देखाएको थियो म पनि वारमा जान्छु म नि युक्रेनसँग फाइट गर्छु भनिरहेको थियो
यही नै हो पपकपको स्टोरी। उसले 1992मा फर्स्ट भिक्टिमलाई मारेको थियो अनि उसको रिसेन्टली अब फाइनल भिक्टिम भनेको 2011मा हो। त्यही भएर यो 20 वर्षको टाइम फ्रेमसम्म उसलाई कसैले पनि पक्रेको थिएन, उसले यति धेरै महिलाहरूलाई मारेर पनि। अनि फाइनली 20 वर्षपछि फ्यामिलीहरूले क्लोजर पाएको छ, सबैजना भिक्टिम्सहरूको फ्यामिलीले। अनि उसको आफ्नै फ्यामिलीको कुरा गर्नुपर्दा उसको वाइफ अनि उसको छोरी उनीहरूले सुरुमा त पपकपलाई नै सपोर्ट गरेको थियो, होइन होला ऊ सिरियल किलर भनेर सोचेको थियो उनीहरूले। तर अब गिल्टी प्रुभन भएपछि अनि सबै कुरा पब्लिसाइज भएपछि त पत्याउनै पर्यो। अनि उसको वाइफ र छोरीले चाहिँ नि ऊबाट टाढा बसेको छ अहिले। कोर्टमा जब पपकपलाई सोधिएको थियो तैँले कतिजनालाई मारिस् भनेर सोद्धाखेरि उसले चाहिँ नि काउन्टै गरेको छैन, मलाई थाहा छैन भनेको थियो उसले। त्यही भएर यु नेभर नो पपकपले कतिजनालाई मारेको छ भन्ने कुरा अझै पनि डिबेटेबल छ। उसले यतिलाई नै मारेको भन्ने कुरा अझै पनि कन्फर्म छैन। सो हजुरलाई आजको स्टोरी सुनेर कस्तो लाग्यो लेख्न नबिर्स्नु होला। म फेरि पनि अर्कोचोटि यस्तै खालको स्टोरी लिएर आउनेछु। Until then, take care, be kind to everyone and stay safe out there. Bye.